5 कारण परमेश्वरसँग हाम्रो सम्बन्ध बिग्रिएपछि अथवा हाम्रो हृदय खराब भएपछि परमेश्वरबाट आउने हाम्रो आत्मिक, शारीरिक र आर्थिक आशिष बन्द हुन्छ। उहाँले तिनलाई भन्नुभयो, तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नु। महान र प्रथम आज्ञा यही हो। दोस्रो पनि त्यस्तै छ, तैँले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु। सारा व्यवस्था र वक्ताहरूका शिक्षाको आधार नै यी 2 आज्ञाहरू हुन्। मत्ती 22:37 देखि 40 सम्म। आज म यो विषयमा बोल्न जाँदैछु, त्यो हो हृदय रोगको उपचार। उनीहरू मध्ये एकजना व्यवस्था जान्ने व्यक्ति थियो। येशूको परीक्षा गर्नको लागि प्रश्न सोध्न लाग्यो। येशूले यो जानेर बुझेर भन्नुभएको थियो, तपाईको हृदय तपाईको जिन्दगीको केन्द्र हो। यदि तपाई आफ्नो भौतिक हृदयको बारेमा सोच्नुहुन्छ भने हरेक 24 घण्टामा 1 लाख पटक धड्किन्छ। यो हरेक 1 घण्टामा 4000 पटक संकुचित हुन्छ। हाम्रो रगत लगभग 25 पाउन्ड हुन्छ र यो हरेक 4 मिनेटमा पुरै हृदयसम्म भएर परिक्रमा गर्दछ। किनभने त्यो त्यस्तो किसिमको मानिस हो जसले त्यसको दाम उठाउने बारे सधैँ सोचिरहेको हुन्छ। त्यसले तँलाई खानुस् पिउनुस् भन्छ, तर त्यसको मन तसित हुँदैन। हितोपदेश 23को 7। जो व्यक्ति जस्तो आफ्नो मनमा सोच्छ त्यो त्यस्तै हुन्छ। बाइबलमा हृदयलाई केवल शरीरको एक अङ्गको रूपमा होइन, यसलाई भावनात्मक केन्द्रको रूपमा देखाइएको छ। हामी जवान अवस्थामा हामी रुखमा कुनै पर्खालमा आफ्नो नाम सँगै एक दिलको चिन्ह बनाउँछौ। भ्यालेन्टाइन्स डे प्रेमीहरूका दिन हो, तर यसको प्रत्येक हाम्रो हृदय हुन्छ। जब हामी भयभीत हुन्छौ या उत्तेजित हुन्छौ त्यो समय हामी हाम्रो हृदयमा हात राख्दछौ। जब हामी राष्ट्रिय झण्डालाई सलाम गर्छौ वा राष्ट्रगान गाउँछौ वा देशभक्तिको केही कुरा सुन्छौ त्यो समयमा पनि हामी हाम्रो हृदयमा हात राख्दछौ। हृदय निर्णय लिने कुराको पनि केन्द्र हो। मूर्खले आफ्नो मनमा भन्छ, ईश्वर छँदै छैन, तिनीहरू भ्रष्ट भएका छन्, तिनीहरू नीच काम गर्छन्, यस्तो कोही पनि छैन जसले असल गर्छ। भजन सङ्ग्रह 14को 1। सबै कुरा भन्दा बढी आफ्नो हृदयलाई सुरक्षित राख, किनभने त्यो सारा जीवनको मूल हो। हितोपदेश 4को 23। हृदय विश्वासको पनि केन्द्र हो र अविश्वासको पनि आधार स्तम्भ हो, किनकि हृदयबाट नै खराब विचार, हत्या, परस्त्री गमन, व्यभिचार, चोरी, झुटो गवाई र निन्दा बाहिर निस्किन्छन्। मत्ती 15को 19। तपाईको र मेरो हृदयमा एक समस्या छ। हाम्रो हृदय पाप रूपी बिमारीले ग्रसित छ। बाइबल यो पनि भन्छ कि हृदय जीवनको केन्द्र हो। सोच्नुहोस्, तपाईको शरीर एक दिन मरेर जान्छ, तर तपाईको हृदय, आत्मा, प्राण सदा जीवित रहन्छ। आजदेखि 1000 वर्षसम्म पनि यो जीवित रहन्छ। जब परमेश्वर मानिसलाई देख्नुहुन्छ र उहाँले बाहिरको रूपलाई देख्नुहुन्न, उसको हृदय देख्नुहुन्छ। उसको छालाको रङ, उसको कपडा या उसको सामाजिक स्थिति, उनीहरू मध्ये कोही पनि चीज परमेश्वरमा महत्व राख्दैन। यो पृथ्वीमा कोही पनि डाक्टर यो अन्तर भन्न सक्दैन कि कुन को जाति हो। हामी सबै परमेश्वरको दृष्टिमा समान छौं। बाइबल भन्छ, मानिस बाहिरी आवरण देख्दछ, तर परमेश्वर मानिस भित्रको हृदय देख्नुहुन्छ। सालसालै यस्तो हुन्थ्यो, जब हन्नाह परमप्रभुको भवनमा जान्थिन्, उनकी सौताले तिनलाई रुवाएर नखाने बनाउन्जेल इख्याउँथिन्। पवित्र धर्मशास्त्रमा हृदयलाई पुरै व्यक्तिको प्रतीक मानिन्छ। हेलेन किलर, जो अन्धो र लाटो थियो, उनले भने कि यस संसारमा सबैभन्दा उत्तम र अद्भुत चीज देख्न र छुन सकिँदैन, तर हृदयमा महसुस गर्न सकिन्छ। हाम्रो हृदय नैतिक, आत्मिक र बौद्धिक जीवनको केन्द्र बनिसकेको छ। यो व्यक्तिको विवेक र जीवनको केन्द्र हो र अत्यन्त महत्वपूर्ण छ। के हाम्रो हृदय परमेश्वरसँग सही छ? किनकि यदि हाम्रो हृदय परमेश्वरसँग सही छैन भने हाम्रो पाप क्षमा भएको छैन। जब तपाईँ मर्नुहुन्छ स्वर्ग जानु हुँदैन। हाम्रो हृदय सही हुनु पर्दछ। म तपाईको बाहिरी जीवनको बारेमा भनेको छैन। म तपाईको बुद्धिमत्ता, धन वा सामाजिक जीवनको बारेमा सोचेको छैन। म तपाईको हृदयको बारेमा सोधेको छु। आज तपाईँ आफ्नो हृदयमा गहिराईसँग विचार गर्नुहोस्। के तपाईँ परमेश्वरसँग सही स्थितिमा हुनुहुन्छ? तिमीहरूका परमेश्वरसँग भेट गर्न तिमीहरू तयार हौ भनेर आमोस 4 अध्यायको 12 को अन्तिम खण्डले भन्दछ। तर परमेश्वरसँग भेट्न तयारी हुनुभन्दा पहिले तपाईको हृदय सही हुनु पर्दछ। तपाईको हृदय पवित्र आत्माद्वारा स्पर्श भएको हुनुपर्छ। बाइबल भन्छ कि हाम्रो हृदय पापी छ, मेरो पनि, तपाईको पनि। हामी आदम र हव्वा
तलबाट पाप लिएर जन्मेका छौं। यो पिढी दर पिढी चलिआएको छ। नम्बर 1 मा हाम्रो हृदय गलत कल्पनाले भरिएको छ। दुष्ट योजनाहरू रच्ने हृदय खराबी काम गर्न झट्ट अग्रसर हुने पाइला। हितोपदेश 6 अध्यायको 18 पद। तपाई के कल्पना गर्नुहुन्छ? तपाईको इच्छा र कल्पना कस्तो छ? नम्बर 2 हाम्रो हृदय अत्याधिक दुष्ट र छलबाट भरिएको छ। मानिसको हृदय सबै कुरा भन्दा छली हुन्छ र त्यसलाई निको पार्न सकिँदैन। त्यसलाई कसले जान्न सक्छ र? यिर्मया 17:9। हृदय सबैभन्दा छली र धोकेबाज हुन्छ र अत्यन्त दुष्ट छ। को यसलाई जान्न सक्छ? यही परमेश्वरको हाम्रो हृदयको विचार हो। नम्बर 3 हाम्रो हृदय परमेश्वरबाट टाढा छ। यस जातिले मलाई ओल्टे मात्र आधार गर्छ तर तिनीहरूको हृदय मबाट टाढा छ। मत्ती 15 अध्यायको 8 पद। हामी जस्तै कतिजना चर्च जानुहुन्छ र गीत गाउनुहुन्छ। हामी जस्तै कतिजना पास्टरको वचन सुन्नुहुन्छ। हामी जस्तै कतिजना बाहिरी रूपमा असल जीवन जिउँछन् तर हाम्रो हृदय परमेश्वरबाट टाढा जान्छ। हाम्रो येशूसँग एक वास्तविक सम्बन्ध छैन। हामी येशूको बारेमा सोच्दैनौं, उहाँसँग प्रार्थना गर्दैनौं र हाम्रो जीवनमा येशूलाई प्राथमिकता दिँदैनौं। यसकारण हाम्रो जीवनमा पवित्र आत्माको फल देखाउँदैनौं। तर पवित्र आत्माको फल चाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वासता, नम्रता स्वयं हुन्। यस्ता कुराहरूको विरुद्धमा कुनै व्यवस्था छैन। गलाती 5 अध्यायको 22 र 23। आज सबभन्दा महत्त्वपूर्ण प्रश्न यो छ कि के हाम्रो हृदय परमेश्वरसँग सही छ? हाम्रो हृदय खराबीको भण्डार हो। उहाँले भन्नुभयो मानिसबाट जे बाहिर निस्कन्छ त्यसैले मानिसलाई अशुद्ध पार्छ, किनकि भित्रबाट अर्थात् मानिसको हृदयबाट खराब विचार, व्यभिचार, चोरी, हत्या, परस्त्री गमन, लोभ, दुष्टता, छल, डाहापन, ईर्ष्या, निन्दा, घमण्ड, मूर्खता निस्कन्छन्। यी सबै दुष्ट कुराहरू भित्रबाट निस्कन्छन् र मानिसलाई अशुद्ध पार्छन्। मर्कुस 7 अध्यायको 20 देखि 23 सम्म। खराब कुरा मानिसको हृदयबाट निस्कन्छन्। व्यभिचार हामी हाम्रो शरीरबाट गर्छौं तर यो हाम्रो हृदयमा र मनमा सुरु हुन्छ। आज सबभन्दा महत्त्वपूर्ण कुरा यो छ कि हाम्रो हृदय परमेश्वरसँग ठिक होस् र हाम्रो पाप क्षमा भएको होस्। कतिजना व्यक्ति आजसम्म अन्धकारमय हृदय बोकेका छन्। आज विश्वासीहरू कति अनाज्ञाकारी छन् र उनीहरूको यो अज्ञानता यसले छ कि किनकि उसले भित्रबाट परमेश्वरलाई चिन्दैन, बाइबल पढ्दैनन्, परमेश्वरको योजना जान्दैनन्। यस कारण उनीहरू आफ्नो जीवनमा गल्ती गर्दछन् किनकि उनको हृदय अन्धकारमा छ। शैतानले उसको आँखा अन्धो गरिदिएको छ। मैले कैयौं व्यक्ति देखेको छु जो उनीहरू पढेका छैनन् तर उनीहरू परमेश्वरलाई राम्रोसँग चिनेका छन्। उनीहरू बुद्धिमान र उच्च शिक्षित भन्दा अधिक जानकार छन् तर धेरै पढेकाहरू परमेश्वरलाई हेला गरिरहेका छन्। हाम्रो दुनियाँ संसारिक भन्दा अधिक पापी भइसकेको छ। हाम्रो दुनियाँ परमेश्वरलाई पहिलो स्थान दिन चाहँदैन। मानिस यो स्वीकार गर्न चाहँदैन कि परमेश्वरको अस्तित्व छ, कि मानिस परमेश्वरको स्वरूपमा बनाइएको हो भनेर। हाम्रो हृदय परमेश्वरसँग संगति गर्नका लागि बनाइएको हो। पापले हाम्रो जीवन अन्धकारमा फालिदिन्छ। पापले हाम्रो इच्छा शक्तिलाई कमजोर गरिदिन्छ। पाप हाम्रो विवेकलाई सुस्त गरिदिन्छ। पापले हाम्रो हृदयलाई अशुद्ध गरिदिन्छ। हाम्रो हृदय अविश्वासले भरिएको छ। भाइ हो, होस गर तिमीहरू मध्ये कसैमा भएको दुष्ट र अविश्वासी हृदयले तिमीहरूलाई जीवित परमेश्वरबाट टाढा नलैजाओस्। हिब्रू 3:12। हाम्रो हृदय अन्धो छ। तिनीहरूका हृदयको कठोरताले ल्याएको, तिनीहरूका अज्ञानताको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन् र तिनीहरूको समझ अन्धकारले भरिएको छ। एफिसीको किताब 4 अध्यायको 18। के तपाईँ चाहनुहुन्छ कि तपाईको हृदय परमेश्वरको आत्माले प्रकाशित होस्? किनकि परमेश्वर उनीहरू सबैको एक नयाँ हृदय दिने वादा गर्नुहुन्छ जो परमेश्वरसँग विश्वास गर्छन् र उहाँले आफ्नो जीवनमा स्वीकार गर्नुहुन्छ। मलाई पुकार र म तँलाई जवाब दिनेछु र तैँले नजानेका गहिरा र गुप्त कुराहरू म तँलाई भन्नेछु। यिर्मया 33:3। बाइबल भन्छ कि हाम्रो हृदय छलपूर्ण छ। हृदय सबै कुरा भन्दा धोकेबाज र अत्यन्त दुष्ट छ। को यसलाई जान्न सक्छ? हाम्रो हृदय भन्दा छलपूर्ण अरू कोही पनि छैन। जसले आफ्नो छिमेकीको निन्दा गुप्तमा गर्दछ त्यसलाई म नाश गर्नेछु। अभिमानी दृष्टि भएको र घमण्डी हृदय भएकालाई म सहने छैन। भजन संग्रह 101:5। हाम्रो हृदय विद्रोही छ। यिर्मया 5:23। हाम्रो हृदय मूर्ति पूजक छ र जो पनि चीज परमेश्वर भन्दा अधिक महत्त्वपूर्ण हुन्छ त्यो मूर्ति पूजा बन्दछ। त्यो टिभी हुन सक्छ, मोबाइल फोन हुन सक्छ जो हाम्रो साथमा छ। यदि तपाईँ बाइबल पढ्नु भन्दा अधिक समय मोबाइल हेर्नमा समय फाल्नुहुन्छ भने त्यो तपाईँको लागि एक मूर्ति बनि
बनिसकेको छ। के आज तपाईँ आफ्नो हृदय परमेश्वरलाई दिन तयार हुनुहुन्छ? जब हामी कुनै दिन यस्तो स्थितिमा र परिस्थितिमा आउँछौँ, हामीले त्यो समय सही तरिकाले उपभोग गर्न सकेनौँ, आज स्वीकार गर्नुहोस्, हे परमेश्वर मलाई शुद्ध गर्नुहोस्, मलाई क्षमा गर्नुहोस्। मैले मोबाइल स्क्रलमा धेरै समय बिताएँ, मैले बाइबल पढ्न पर्ने थियो, धेरै प्रार्थना गर्नुपर्ने थियो भनेर तपाईँहरूले यो प्रार्थना मसँग दोहोऱ्याउन सक्नुहुन्छ। म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु र तिमीहरू भित्र म नयाँ आत्मा हालिदिनेछु। तिमीहरूबाट ढुङ्गाको हृदय निकालेर म त्यसको सट्टामा तिमीहरूलाई मासुको हृदय दिनेछु। एचकेएल 36:26। हाम्रो हृदय ढुङ्गा जस्तै कठोर, सारो र उजाड हुन सक्छ। जब कोही डाक्टर तपाईँको हृदय जाँच गर्छन्, उसले एन्जियोग्राम, इसिजी लगायत अन्य परीक्षण गर्छन्, तर परमेश्वर हाम्रो हृदय पुरै जाँच गर्नुहुन्छ र जान्नुहुन्छ। फारोको कठोर हृदय भएको उसले मोसा र हारूनको सुनेन। परमेश्वरले फारोलाई 10 विपत्तिद्वारा चेतावनी दिनुभयो, तर हरेक पल्ट उसले आफ्नो बाचा तोडिदियो, आफ्नो हृदय झन कठोर गर्यो। तर फारोको हृदय कठोर भयो र परमप्रभुले भन्नुभए अनुसार नै उसले तिनीहरूका कुरा सुनेनन्। प्रस्थान 7:13। बाइबल भन्छ कि जो कोही बार बार ताड्न पाउँदा पनि जिद्दी गरिरहन्छ र उसको केही उपाय लाग्दैन भने उसको अचानक नाश हुनेछ। हितोपदेश 29:1। हरेक समय जब हामी परमेश्वरको आवाज अनसुना गर्छौं, हाम्रो हृदय झन कठोर हुन्छ। एक समय यस्तो आउँछ जब हामी परमेश्वरको आवाज सुन्न सक्दैनौं। परमेश्वर हाम्रो हृदय उहाँमा दिनलाई पर्खनु भएको छ। मानिसको हरेक बाटो आफूलाई ठिकै लाग्छ, तर हृदय जाँच्नु हुने परमप्रभु नै हुनुहुन्छ भनेर हितोपदेश 21:2 भन्दछ। परमेश्वर हाम्रो हृदय 10 आज्ञा र येशूको उपदेश र सम्पूर्ण बाइबलको सत्यताबाट तौल्नुहुन्छ। तपाईको हृदय कति भारी छ? बाइबलमा रगतको महत्व स्पष्ट रूपमा भनेको छ कि बिना रगत बगाई पापको क्षमा हुँदैन। वास्तवमा व्यवस्था अनुसार रगतले प्राय सब थोक शुद्ध पार्छ र रगत नबगाइकन पापको क्षमा हुन सक्दैन। हिब्रू 9:22। यदि येशूले क्रुसमा आफ्नो रगत नबगाएको भए हाम्रो पाप कहिले क्षमा हुने थिएन। के तपाईँ तयार हुनुहुन्छ आफ्नो हृदय परमेश्वरलाई दिनको लागि? आजै आफ्नो हृदय येशूलाई दिनुहोस् र उहाँले तपाईलाई एक नयाँ हृदय र नयाँ आत्मा दिनुहुनेछ र तपाईको पाप क्षमा गर्नुहुनेछ, एक नयाँ जीवन दिनुहुनेछ। येशूले हाम्रो लागि आफ्नो हृदयको रगत बगाउनु भयो ताकि हामी शुद्ध हुन सकौं भनेर परमेश्वर हाम्रो हृदय तयार गर्नुहुन्छ। हृदयको योजनाहरू मानिसको हो, तर जिब्रोको जवाफ भने परमप्रभुबाट नै आउँछ। हितोपदेश 16:1। तपाईको जीवनमा जो कष्ट दुःख आयो यो एउटा संयोग वा दुर्घटना थिएन। परमेश्वर तपाईको हृदयले तयार गर्दै हुनुहुन्थ्यो। अनि थियाटिरा शहरकी निवासी बैजनी वस्त्रको व्यापार गर्ने लिडिया नाउँकी एउटी ईश्वर भक्त स्त्रीले हाम्रा वचन सुनिन्। पावलले बोलेका कुरा ध्यानसँग सुनुन् भनेर प्रभुले तिनको हृदय खोलिदिनु भयो। प्रेरित 16:14। परमेश्वर तपाईलाई एक नयाँ हृदय दिन चाहनुहुन्छ। हाम्रो पुरानो हृदय सुधारेर नयाँ हृदय प्रदान गर्नुहुन्छ। परमेश्वर हाम्रो एक शुद्ध र समर्पित हृदय चाहनुहुन्छ। के चर्च जानु र असल काम गर्नु काफी छ? कोही भन्छन् म चर्च जान्छु, मैले बप्तिस्मा लिएको छु, म राम्रो काम गर्ने कोसिस गर्छु, तर यतिले पर्याप्त हुँदैन। येशूले तिनलाई जवाब दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। यूहन्ना 3:3। केवल चर्च जानु र राम्रो काम गर्नाले हामीले उद्धार पाउन सक्दैनौं। हामीले आफ्नो जीवन पूर्ण रूपमा प्रभु येशू ख्रीष्टमा समर्पित गर्नु पर्दछ। नयाँ जन्म केवल शारीरिक जन्म होइन, यो आत्मिकी जन्म हो। जब हामी हाम्रो पापको पश्चाताप गर्छौं, यो तब हुन्छ। उहाँले भन्नुभयो, समय पूरा भएको छ र परमेश्वरको राज्य नजिक आइपुगेको छ। पश्चाताप गर र सुसमाचारमा विश्वास गर। मर्कुस 1:15। हामी हाम्रो पाप स्वीकार गर्नुपर्छ र त्यसलाई त्याग्ने कुराको निश्चय